यो सिँचाइ कुलाबाट आउने सिल्टिङको समस्या, बालुवा चाहिँ ल्याइरहेको छ, त्यसलाई चाहिँ त्यसको व्यवस्थापन कसरी गर्ने, पानी को चाहिँ व्यवस्थापन, बाँडफाँडको समस्या हो। सामान्य कुरा भयो भने यहाँको जनताले सिँचाइको पुरा समस्या हुन समाधान हुन सक्छ, त्यो धेरै ठुलो कुरा छैन। र अनि अर्को चाहिँ यहाँको उत्पादन उचित मूल्यमा समयमा चाहिँ बिक्री गर्न पायो भने जनताले राम्रो मूल्यमा यहाँको जनताहरू धनी हुन सक्ने अवस्था हुन सक्छ। त्यो अवस्था चाहिँ छैन। राजापुरमा यो खाद्य तथा प्रविधि नियन्त्रण, खाद्य तथा गुणस्तर विभागको चाहिँ मिल छ। त्यसले ढिलो चाहिँ किन्छ, थोरै किन्छ। त्यसले गर्दा यहाँको आवश्यकता अनुसार यहाँको गरिब किसानहरूले बिक्री गर्न सक्दैनन्। यहाँको गरिब किसानहरूले सस्तोमा चाहिँ व्यापारीलाई बेच्नुपर्छ, अनि व्यापारीले किनिसकेको अवस्थामा यो कम्पनीले चाहिँ धान किन्ने हुन्छ। यो अवस्थाबाट सुधार गरेर गरिब किसानहरू, साना किसानहरूले आफ्नो उत्पादन सहजै चाहिँ उचित मूल्यमा बेच्न सकिने अवस्था चाहिँ हुनुपर्छ। अर्को छ के भने जुन कृषि अनुदान पनि सरकारले राखेको छ, तर त्यो पनि साना किसानहरू लक्षित भन्दा पनि ठुल्ठुलो किसानहरूलाई मात्रै पोषित गर्ने खालको अनुदानको जुन छ त्यसलाई पनि समायोजन गरेर साना गरिबहरू, साना किसानहरू लक्षित अनुदान कार्यक्रमहरू ल्याइनुपर्छ। उनीहरूलाई फाइदा हुने खालको हुनुपर्छ। ठुला किसानहरूले राज्यबाट चाहिँ अनुदान पाउने हुन्छ। उदाहरणको लागि साझा संस्थामा चाहिँ बिक्री गर्ने, अनि कम्पनीमा बिक्री गर्ने, बैंकबाट चाहिँ भुक्तानी लिने, त्यस्ता मान्छेहरूले कृषि उत्पादनको मूल्य पाउँछन्। त्यो त साना किसानहरूले गर्न सक्दैनन्। फाइदा त के को लागि हो भने साना किसानलाई संरक्षण गर्नुपर्ने थियो सरकारले, तर संरक्षण चाहिँ ठुला जग्गाधनीहरूलाई गरिरहेको छ। त्यसलाई चाहिँ अब आउने सरकारले सुधार गर्नुपर्छ, अनि त्यहाँबाट साना किसानहरूलाई फाइदा हुन सक्छ। साना किसान फाइदा हुनु भनेको के हो भने यहाँको रैथाने व्यक्तिहरूलाई फाइदा हुने हो। यो नीति जुन छ कृषि अनुदानको नीति, यसलाई पनि सुधार गर्नुपर्छ। र यहाँ रासायनिक मल पाउन सक्दैन, तर यसको सट्टा चाहिँ अरू पनि वैकल्पिक प्रविधिहरू छन्। जस्तो डिकम्पोजर प्रविधि छ, त्यसलाई हामीले प्रयोग गर्न सक्छौँ, जो चाहिँ यहीँको किसानहरूले आफैले चाहिँ यो विषादी र मलको रूपमा चाहिँ उनीहरूले आफै प्रयोग गर्न सक्छन्। त्यो वैकल्पिक चाहिँ प्रविधिको पनि हामीले प्रयोग गर्न सक्छौँ, तर राज्यका निकायहरूले त्यसलाई निरुत्साहित गरेको छन्। मैले धेरै प्रयास गरेँ, तर राज्यका निकायहरूले यसलाई महत्त्व दिँदैनन्। राज्यका निकायहरूले के गर्छन् भनेपछि रासायनिक मल अनि विषादीको प्रचुर मात्रामा बिक्री होस्, त्यसबाट चाहिँ कम्पनी होस्, त्यो खालको चाहिँ पसलहरूलाई नाफा होस्, जुन चाहिँ बिक्री पसलहरूलाई नाफा होस्, यस्तो खालको नीति छ। यो नीतिलाई परिवर्तन गरेर चाहिँ जो किसान आफैले चाहिँ जो वैकल्पिक यो के अरे विषादीको प्रयोग आफैले गर्न सक्छन् र मल आफैले बनाउन सक्छन्, त्यस्ता खालको चाहिँ सुधारात्मक चाहिँ तालिमहरू दिने, उनीहरूको जनचेतना जगाउने, त्यस्तो खालको काम गर्न सक्छन्। त्यस्तो खालको काममा चाहिँ मैले पनि लागेर चाहिँ म एउटा चाहिँ अभियानमा जोडिएको छु। मैले यहाँको मान्छेहरूलाई
एउटा सहजीकरणको भूमिका खेल्न सक्छु। तर यहाँको चाहिँ किसानहरू तयार भएपछि तिनीहरूलाई सानोतिनो सहयोग गर्न राज्यका जस्तै वडा सरकार भयो, प्रान्तीय सरकार भयो, यिनीहरूले चाहिँ सहयोग गर्न तत्पर हुन सक्छ। उनीहरूले तर सहयोग गर्न तत्पर छैनन्। उनीहरूले चाहिँ झारा टार्ने कुरो, पन्छाउने कुरो मात्रै गरिरहेको छन्। त्यसले गर्दा किसानहरू चाहिँ समस्या परिरहेको छन्। अब अर्को रह्यो के भने यो अघि मैले भने यो जुन यो क्षेत्र ओझेलमा परेको छ, ओझेलमा परेको क्षेत्रलाई अब सरकारले क्षतिपूर्तिको रूपमा यहाँ चाहिँ विशेष कार्यक्रम, जहाँ चाहिँ विकास भइरहेको ठाउँमा त्यो ठाउँमा अझ थप विकास गर्ने होइन कि विकासलाई सन्तुलित विकास गर्न पर्यो। जुन जुन ठाउँमा अहिलेसम्म विकास हुन सकेन त्यो ठाउँमा धेरै लगानी गर्न पर्यो। त्यस्ता खालकोहरू दिनु पर्यो। जहाँ चाहिँ जिल्लाको सदरमुकाम भएको छ, जहाँ प्रदेशको सदरमुकाम छ, राज्यको राजधानी छ, त्यो वरपर धेरै विकास भयो। तर सीमान्तकृत क्षेत्रहरूमा विकास भएन। गेरुवा जस्तो जो चाहिँ निकुञ्ज पीडित क्षेत्र छ त्यसमा चाहिँ विशेष कार्यक्रम सरकारले तयार गर्न पर्यो। यहाँका जनताको सामाजिक आर्थिक शैक्षिक विकास गर्ने, यिनीहरूको उत्थान गर्नको लागि अरू पालिकालाई भन्दा छुट्टै खालको, अरू क्षेत्र भन्दा छुट्टै खालको विशेष कार्यक्रम चाहिँ सरकारले ल्याउनु पर्यो। त्यो ल्याउँदाखेरि के हुन्छ भने हामीले यहाँ जो अहिलेसम्म विकास भएको थिएन यहाँको जनताको उन्नति र प्रगति हुन सक्छ। यो भयो एउटा आर्थिक सामाजिक कार्यक्रम ल्याउने र यो बजेटलाई चाहिँ यहाँको जनताको लागि निक्षेपीकरण गर्ने अथवा यहाँको जनताको लागि चाहिँ सरकारले दिने कार्यक्रम हो। अर्को चाहिँ आवागमनको लागि पनि अब निकुञ्जको नियमले के भन्यो भनेपछि यो भित्र चाहिँ बाटो पनि बनाउन नसकिने, स्थलमार्ग, जलमार्ग, हवाई मार्ग पनि प्रयोग गर्न कठिनाइ हुने भयो। तर स्थलमार्गलाई चाहिँ रोके पनि हवाई रूपमा यहाँबाट आकाशे पुल गराउनलाई त रोक्नु हुँदैन जस्तो लाग्छ। यहाँबाट चाहिँ ठाकुरद्वारा जानको लागि, यहाँबाट चाहिँ यो चिसापानी जानको लागि हवाई मार्गको एउटा निर्माण गरेर यहाँका जनताहरू आउने जाने, यहाँको चाहिँ मान्छेहरूको चाहिँ खाद्यान्न उपजहरू सहज रूपले हामीले चाहिँ भोरीगाउँ अथवा ठाकुरद्वारा यो रोपवे केबल कार जुन चाहिँ अहिले हामी कहाँ चाहिँ विद्युतीय प्रविधि जुन छ त्यसलाई भरपूर हामीले प्रयोग गरेर हामीले आकाशे पुल गराउन सक्छौँ, रोपवे गराउन सक्छौँ। त्यो गरेर चाहिँ माथिको बाटो गरेर हामीले चाहिँ यहाँको उत्पादनलाई बाहिर लिने, मान्छेहरूलाई, पर्यटकहरूलाई यहाँ ल्याउने त्यस्तो खालको काम हामीले गर्न सक्छौँ। होमस्टेहरूको निर्माण गरेर यहाँको जनताहरूलाई चाहिँ बाहिरका मान्छेहरूलाई, पर्यटकहरूलाई यहाँ ल्याएर चाहिँ यहाँको जनताको आर्थिक उन्नति गराउन सक्छौँ। निकुञ्जबाट फाइदा पनि भएको छ, तर त्यो फाइदा ठाकुरद्वारा वरपरको क्षेत्रले मात्रै पाएको छ। ढोला क्षेत्रको यो गेरुवा क्षेत्रको मान्छेले चाहिँ त्यो खालको चाहिँ पर्यटकहरू आउने र त्यसबाट लाभ लिने काम चाहिँ यहाँको मान्छेलाई भएको छैन। त्यो कुरालाई पनि निकुञ्जले प्राथमिकताका साथ अब त्यो क्षेत्रको विकास चाहिँ भइसक्यो। त्यसको साथसाथै यसलाई चाहिँ पहिलो प्राथमिकता दिएर यहाँ होमस्टे गराउने, यहाँका मान्छेहरूलाई जागिर दिने, यहाँको मान्छेहरू यहाँ पर्यटकहरूलाई ल्याउने, यहाँ होटलहरूको निर्माणको लागि, होमस्टे निर्माणको लागि यस्तो खालको कामहरूमा चाहिँ निकुञ्जले पनि र यो पर्यटन विकासले पनि पर्यटन प्रवर्धन गर्दाखेरि अहिले ठुलो संख्या अहिले के छ भने चाहिँ प्राकृतिक पर्यटकहरूको चितवन राष्ट्रिय निकुञ्जमा छ। चितवन राष्ट्रिय निकुञ्जमा निकुञ्ज ओहिरो लागेको छ, तर चाहिँ बर्दिया राष्ट्रिय निकुञ्जमा उनीहरू आउन सकिरहेका छैनन्। सरकारले के गर्न भरतपुरबाट सोझै टिकापुर पनि विमानस्थल छ,
विज्ञापन यहाँ पनि एउटा चाहिँ हामीले सानो विमानस्थल गराउन सकिन्छ। उनीहरूलाई पर्यटक चाहिँ सिजनल पर्यटकहरूलाई यहाँ सोझै ल्याउन सकिने हुन्छ। तिनीहरूलाई यसरी चाहिँ भरतपुर पर्यटकहरूलाई नेपालगञ्ज पनि आउन सक्दैन। त्यहाँको